हेलो गुड आफ्टरनुन गाइज, गुड आफ्टरनुन। ल अब हामी चाहिँ ड्युटी लाग्यो है। अब 12 बजेदेखि साढे 12 के रातिको 12 बजीसम्म चाहिँ ड्युटी छ हाम्रो। ड्युटी लाग्यो है। ल यस्तो घाम लागेको छ, बाफ रे बाफ। अब यस्तो रोडमा अब हिँडाइ मच्किएको छ, गाह्रो छ। बुढापाकाले भन्थ्यो कि पैसो चाहिँ बाघको गुलोमा हुन्छ भन्थे होइन, हो रहेछ कि। अब यस्तो पैसा निकाल्नुलाई त्यति सजिलो कहाँ छ र। अब जति जे गरे पनि पैसा निकाल्नुलाई गाह्रै छ। दुःख गर्नै पर्छ, मेहनत गर्नै पर्छ। मान्छेले धनाढ्य व्यक्तिहरूलाई पनि हामीले सोच्छौँ उसले बसी बसी खाएछ, एस गरेछ, चैन गरेछ भन्छौँ, तर उसलाई पनि छुट्टै र बेग्लै चिन्तामा हुन्छ। उसले पनि कामदारलाई पैसा दिनु पर्यो होइन, हरेक कुराहरू हेर्नु पर्यो। व्यापारमा नोक्सान भयो कि घाटा हो त्यो पनि हेर्नु पर्यो। घाटा हो भने बेच्नु पर्यो। घाटा भयो भन्दैमा चाहिँ अब कामदारलाई चाहिँ पैसा नदिने भन्ने कुरो आउँदैन। त्यो भएको कारणले गर्दाखेरि हरेक गरिबदेखि लिएर सानादेखि ठुलादेखि लिएर गरिबदेखि धनीसम्मको व्यक्तिहरूलाई हरेकलाई चिन्ता छ। जब मान्छे बिग्ने हुन्छ नि, त्यस बेलादेखिको हरेक व्यक्तिलाई चाहिँ चिन्ता, हाँसोसँग चिन्ता बढिरहेको हुन्छ। ल गाइज, सबैको दिन शुभ रहोस् भन्दै अहिले चाहिँ बिदा हुन चाहन्छु। यस्तो धन्यवाद।